ल गाइजहरु हेरौं सर्पले भ्यागुतालाई अर्थात कुनै पनि वस्तुलाई खाँदाखेरि चाहिँ कुन तरिकाले खाँदो रहेछ भन्ने कुरा चाहिँ थाहा छैन भने यहाँ हेरौं त कति सारा हात हल्लेको कति मजाले टाउकोमा जुम गर्न टाउकोमै छ यसो गर्नु यति नै हो के पो खाँदैछ हौ त्यसले कहाँ साफ बनाइए हेरौं त ती मजाले खाइराछ सबै खायो हैन खाँदैछ केर यति सानो सर्पले के खाँदैछ अहिले थाहै भएन कति मजाले निल्दैछ क्या हेरौं त जाँदैछ सार्दैछ बिस्तारै अघि मैले देख्दा यहीँ थियो घाँटीमा निकै तल पुऱ्याइसक्यो उठ्छ क्या हौ केटो त यो कुन सर्प हो थरारे त्यसको मान्छेले काट्दैन यो एउटा लट्ठी ल्याउ न जिस्काउन ल्याउ न यो म जिस्काइदिन्छु लु जाऊ त आयो भने नभएको ल ठुक्क त्यसको आवाज लट्ठी ल्याउ न लट्ठी त्यसले त मरिहाल्छ नि मर्दैन कति मजाले खाएको क्या मान्छेले उता ढाडमा ल्याइसक्यो तल्ला ल्याइसक्यो होइन पक्रिनु न पछाडि हैट